अहिले हामीलाई जे आवश्यक छ भगवान शिवलाई हामीले प्रेम साथले हे शिव, अब भगवान शिवले त अब गइसकेपछि त दिन्छन्, तर आवश्यक चाहिँ कति त तपाईँलाई? पिताले पनि दिन्छन्, तर उनलाई त थाहा छैन नि तपाईँलाई आवश्यक कति। तपाईँ बाहिर साथीसँग कोसँग जाँदै हुन्छ, कति बजेट चाहिन्छ त उनलाई थाहा छैन, उनलाई त नभनिकन थाहा हुँदैन, दिनु त दिनुहुन्छ। त्यही भएर हामीले पिता हो, भगवान शिव पनि पिता हो, आवश्यक अनुसारको उहाँलाई सूचना दिनुभयो भने त्यो आवश्यक अनुसारको तपाईँलाई प्राप्त गरिदिनुहुन्छ। त्यो हामीले भन्नै पर्ने हुन्छ। त्यसलाई स्वार्थ र निस्वार्थ रहेन, भगवानसँग पितासँग भन्ने अधिकार हाम्रो हो र त्यसलाई दुरुपयोग गर्ने गरी माग्न पाइएन, त्यो चाहिँ पाप हो। हामीले भगवानसँग माग्ने, त्यो चाहिँ व्यथिति गर्ने, दुरुपयोग गर्ने, त्यसलाई चाहिँ बिना कारणमा त्यो बेचैन गर्ने गरी त माग्न पाइएन, त्यो चाहिँ किनभने पाप हो। हाम्रो आफ्नो स्वार्थको लागि, आफ्नो जीवनको स्वार्थको लागि नभनौँ, आफ्नो जीवन यापनको लागि र आफ्नो जीवन रक्षाको लागि शक्ति, भक्ति, समृद्धि प्राप्त गर्न सक्यो, माग्न पनि सक्यो। पितासँगै माग्ने त हो। हामी एउटा घरको बुवासँग त माग्छौँ, उहाँ त जगत पिता हो, जगतको बुवा हुनुहुन्छ। त्यस कारणले यसलाई संशय नलिकन माग्दाखेरि निस्वार्थ माग्नु पर्यो र हामीले आफ्नो जनकल्याणको लागि माग्नु पर्यो, मानव कल्याणको लागि माग्नु पर्यो, आफ्नो परिवारको रक्षाको लागि माग्नु पर्यो।